हेलो पम हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। अहिले चाहिँ म ड्युटीबाट आज चाहिँ फुड फेस्टिभल घुम्ने भनेर चाहिँ प्लान मिलाएर चाहिँ हामी अफिसको 1-2 जना भएर चाहिँ जाँदै गरेको। अनि यहाँ हेर्नु सक्नुहुनेछ, यो चाहिँ त्रिकोण पार्क। त्रिकोण पार्कमा चाहिँ यहाँनिर यो गुडिया है, यो प्लास्टिकको यति बिघ्न हिजोदेखिकै उहाँहरू चाहिँ सिलगढीबाट सायद आउनुभएको। अनि यसले चाहिँ नि 15 अगस्तको पुरा भाइब्स दिन्छ। अनि यसरी यहाँ दिदीहरू अनि बहिनीहरू पनि छ। अनि यो चाहिँ मेन रोडमा यति बिघ्न यो गुडिया त थाना डाँडा त्रिकोण पार्कदेखिको लिएर चाहिँ मेन रोड डल्लै अनि डम्बर चोकमा पनि पुरै यहाँ हेर्नुहोस् त यस्तो राम्रो देखिरहेको छ। मेन रोड चाहिँ लाइटहरू पनि लगाइसकेको रहेछ। अनि साइडमा तपाईँहरू हेर्नु सक्नुहुनेछ हाम्रो इन्डियन फ्ल्याग है। अनि यसरी मेन रोड भएर तपाईँहरूलाई लाँदैछु, हेर्नुहोस् है। कतिजना त बाहिर हुनुहुन्छ, कति मिस गरिरहनु भएको होला आफ्नो कालिम्पोङ है। सो तपाईँहरूकै लागि मैले यहाँनिर भिडियो गर्दै गएको। अनि अहिले चाहिँ हामी यहाँनिर डम्बर चोकमा आइ पनि पुग्यो। फुड फेस्टिभलको स्टल चाहिँ भित्र आइपी इन्डस्ट्रियल पार्कमा राखिएको छ। अनि मोटर स्ट्यान्ड त्यहाँनिर पनि सजाएको थियो, हिजो मैले देखेको थिएँ। तर आज चाहिँ घुमेको यो एन्ट्रेन्स यो आइपीको। सो भिडियो लामो हुन जान्छ, सो नेक्स्ट भिडियोमा देखाउने छु है। बाई बाई।